हेलो गाइज, वेलकम टु माई च्यानल। म चाहिँ आज तपाईँहरूलाई यो चाहिँ मेरो एडभेन्चर 250 है, केटिएमको 2025 मोडल। यसमा चाहिँ मैले आज के मोडिफिकेसन भन्दा पनि यसमा अब चाहिने इक्विपमेन्टहरू हुन्छ नि, त्यस्तो के हालेको छु भनेर म तपाईँहरूलाई आज देखाउँछु है। सबभन्दा फर्स्टमा चाहिँ यो र्यास गार्ड है, एकदम इम्पोर्टेन्ट र्यास गार्ड। यसले तपाईँको लेग विन्डोको कस्टम बिल्डवाला होइन। त्यसपछि अर्को भनेको यो हेडलाइट ग्रिल चाहिँ यो चाहिँ मोटो टर्कको है। त्यो लेग विन्डोको अलिक महँगो भएर अनि मैले मोटो टर्कको हालेको, सबै मैले आफै फिट गरेँ है यिनीहरू। त्यसपछि अर्को छ मैले हालेको भनेको योवाला, यो चाहिँ फ्रन्ट मास्टर सिलिन्डरको कभर होइन, यो पनि मोटो टर्ककै हो। त्यसपछि अर्को छ यो जिपिएस माउन्ट, यो पनि मोटो टर्ककै हो यो। अनि यसमा मैले यो मोबाइल होल्डर पनि हालेको छु। त्यसपछि अर्को भनेको यो के अरे यो क्रुज कन्ट्रोल है, यो चाहिँ उसको जस्तै हो, के भन्छ यो एटलासको कपी हो, ओरिजिनल त होइन। यसले काम चाहिँ कसरी गर्छ भने यहाँ यसरी थिचेर इङ्गेज भयो, यसो गरेर डिसइङ्गेज भयो, त्यति गरेर यो भयो एउटा। त्यसपछि अर्को यो भनेको योवाला, यो के भन्छ यो पुल्यान्डको कभर है, यो पनि यसमा चाहिँ प्लास्टिकको आउँछ। अब यो चाहिँ अलि कमसल हुन्छ नि त कम्पनीले दिएको, अनि यो भए चाहिँ अलिक बलियो हुन्छ भनेर मैले यो पनि मोटो टर्ककै हो। त्यसपछि अर्को छ यहाँनिर यो रेयर मास्टर सिलिन्डर कभर, अनि यो पनि पुरै मेटलको हुन्छ कि, र मेटल प्लेटहरू भयो अलिक बलियो हुन्छ भनेर। त्यसपछि अर्को छ सबभन्दा इम्पोर्टेन्ट भनेको यो टप ऱ्याक है, पछाडिको, यो पनि मोटो टर्ककै हो। यसमा चाहिँ दुईवटा भेरिएन्ट आउँदो रहेछ, एउटा चाहिँ अलिक स्लिकवाला यहाँनिर मात्र फिट हुनेवाला आउँछ होइन। त्योभन्दा चाहिँ मलाई यही अलिक दामी लाग्यो। यो भए चाहिँ लुक्स पनि अलिअलि इन्जेन्स गर्छ कि, किन भन्दाखेरि पछाडिबाट अगाडिबाट हेर्दाखेरि चाहिँ एकदम हेभी देखिन्छ यो बाइक, पछाडिबाट हेर्दाखेरि चाहिँ सानो देखिन्छ कि, त्यही भएर मैले यो हालेको। यो हाल्दाखेरि चाहिँ अलिक पछाडिबाट पनि लुक्स हेर्नु है, कस्तो दामी हेभी देखियो नि होइन। अनि बलियो पनि छ कि, यसले लगभग 50-60 केजी त मजाले थाम्छ होला जस्तो लाग्छ है लगेजहरू चाहिँ। यो भयो। अनि मैले अर्को भनेको यिनीहरू पुरै यो यसमा पिपिएफ पनि गरेको छु है। योहरू पिपिएफ भने कि अब ऱ्यापिङ भनौँ न, पिपिएफ गर्दा अलिक महँगो पर्ने, यो ऱ्यापिङ हो। यो पनि मजाले बसिया छ, यो भयो। यहाँनिर यो कार्बन फाइबर पनि राम्रोसँग बसिया छ यो यसमा ट्याङ्कीमा। अनि त्यसपछि अर्को मोस्ट इम्पोर्टेन्ट भनेको चाहिँ यो प्लास्टिक पार्ट। यसमा चाहिँ के हुने रहेछ भन्दाखेरि प्लास्टिक यो घामले गर्दाखेरि खुइलिँदै जाने रहेछ कि होइन, पछि फेड हुँदै जान्छ भनेर। अनि मैले चाहिँ यो स्टिकर हालेको हो यो। त्यसपछि यहाँनिर पनि मैले हालेको छु के भन्दाखेरि स्टिकर, यो पिपिएफवाला स्टिकर छ, यो हालेपछि चाहिँ स्क्रच हुँदैन भनेर होइन। अनि अर्को भनेको चाहिँ यसमा ब्ल्याक स्मोक हालेको छु अगाडिको भाइजरमा, यसले गर्दाखेरि हाम्रो स्क्रच पनि नहोस् होइन, त्यो भनेर ब्ल्याक स्मोक हालेको छु। अनि अर्को भनेको चाहिँ मैले यो अरेन्जमा व्हाइट आउँथ्यो होइन, व्हाइटलाई चाहिँ मैले एक्सचेन्ज गरेर यो अरेन्जै हालेको छु। अरेन्जमा हाल्दा चाहिँ कस्तो दामी देखिने, पहिला व्हाइट हाल्दा चाहिँ कस्तो अलिक अड जस्तो देखिने कि, अरेन्जमा व्हाइट कस्तो नसक्दो देखिने, तर यो हालेको चाहिँ बबाल दामी देखिया छ यो। अनि अब भन्नु मैले यहाँनिर नम्बर प्लेट पनि यहाँबाट झिकेर यहाँ टाँसेको नि, त्यो चाहिँ किन भन्दा भाइब्रेसन धेरै आयो भनेर। अहिले चाहिँ एकदम भाइब्रेसन एकदम कम छ है, केही पनि भाइब्रेसन छैन। अनि अर्को मेन भनेको भाइब्रेसन आउने केले गर्दाखेरि यसमा भाइब्रेसन आउने भन्दाखेरि यहाँनिरको हाम्रो साडी गार्ड हुन्छ नि, यहाँ यतापट्टि नै भयो साडी गार्ड हो। यो साडी गार्ड पनि लास्टै भाइब्रेसन आउने, 50% जति भाइब्रेसन चाहिँ यो साडी गार्डले आउने रहेछ। त्यो हटाएपछि एकदम क्लिन, त्यस्तो हेर्दाखेरि लुक्समा नि धेरै नगर्ने होइन। अनि त्यो झिकेपछि चाहिँ एकदम भाइब्रेसन कम हुने रहेछ है। ल, भाइब्रेसनको प्रब्लम छ भने कसैलाई त्यो भयो। अरू त मैले केही गरेको छैन। अब यताको स्याडल स्टेहरू चाहिँ हाल्न मागेको छ, यो अब खासै मलाई मन पर्दैन कि हाल्नलाई, त्यही भएर स्याडल स्टे चाहिँ हालेको छैन। त्यति नै हो मैले गरेको मोडिफिकेसन। मेरो बाइक चाहिँ धेरै कुदेन छैन, कति कुदेको छ भन्दाखेरि 1038 भयो होइन, 1038 कुदेको छ। यसमा अरू त केही पनि छैन खासै आजको लागि चाहिँ। ल, यति भन्दै मेरोमा के मैले हालेको होइन, एसेन्सियल चिजहरू मात्र हालेको छु मैले। अब क्र्यास गार्डहरू चाहिहाल्यो,
जिपिएस माउन्ट भयो, अब यो चाहिहाल्छ। अनि यसमा यो पिएफ अथवा के भन्ने अब यसलाई लेमिनेसन जे भने यो गरेको छु, त्यति नै हो मेरो, अरू केही पनि छैन। अनि यो हेडलाइट ग्रिलले चाहिँ हेडलाइटलाई अलि प्रोटेक्ट गरोस् भनेर होइन, अरू केही पनि छैन। ल यति भन्दै आजको भिडियो चाहिँ म यहीँ टुङ्ग्याउँछु। अर्को भिडियोमा फेरि भेटौँला। हस्त नमस्ते, टाटा, बाई बाई। यो फाइनल लुक।